मेरो सानो बाबु, तिमी गरिबीको रेखा मुनिबाट अत्यन्तै ठुलो त्यो गरिबीको परिधिभित्रबाट तिमी विद्यालय पढ्न सानो झोला बोकेर जान्छौ। शिक्षक शिक्षिकाहरूले तिमीलाई पढाउँछौ। के शिक्षाको पाठ्यक्रम छ भन्ने विषयमा तिमी मासुम भएको हुनाले केही थाहा छैन। तिमीलाई त्यो किन्डर गार्डनको क्लासमा ताराबाजी लैलै, मामा आए घोडा, माइजू आइन् डोली, पापा लाइन सोली भन्ने त्यो कविता पढाइन्छ। बाबु, त्यो कविता यहाँका सामन्त वर्गका छोराछोरीहरूले पढ्ने कविता हो। त्यो कविताले तिमी जस्ता दुःखै दुःखमा हुर्केका साना बालबच्चाहरूको प्रतिनिधित्व गर्दैन। ताराबाजी लैलै, मामा आए घोडा भन्ने जुन शब्द छ, बाबु, तिम्रो मामा त दिनभरि साहुको मेलामा रगत र पसिना बगाउनको निम्ति विवश छन्। तिम्रो मामालाई कहाँ ती घोडामा चढेर हिँड्ने त्यो समय छ र बाबु? एक छाक र एक सारो लाउनको लागि दिनभरि पसिना बगाउँदा बगाउँदै थकित भएको शरीरलाई एउटा विश्राम स्थल पनि छैन। त्यसैले त्यो कविता तिम्रो विरुद्धमा छ, तिम्रो सपोर्टमा छैन बाबु। ताराबाजी लैलै, मामा आए घोडा, माइजू आइन् घोडी, माइजू आइन् डोली भनेर त्यो सामन्त वर्गको प्रतिनिधित्व गर्ने शब्दले तिमीलाई अत्यन्तै ठुलो वज्रप्रहार गरेको छ। त्यो वज्रप्रहार गरेको तिमीले यकिन गर्न सक्दैनौ, किनकि तिमी शैशव अवस्थामा छौ बाबु। तिम्रो माइजू दिनभरि त्यो साहुको मेलामा घाँसपात गर्दा गर्दै, ती तारे भिरहरूमा काम गर्दा गर्दै पसिनाले नितुक्क भिजेको शरीर एक छिन, एक पल, एक क्षण आफ्नो शरीरलाई आराम दिलाउने त्यो बिसाउने ठाउँ छैन। कहाँ पो छ र तिम्रो माइजूलाई त्यो डोलीमा चढ्ने फुर्सद बाबु? ती सामन्तका ठुला ठुला धनी आलिसन ती गगनचुम्बी महलमा बस्ने माइजूहरू त्यो डोलीमा चढ्ने योग्यका हुन्छन्। तिम्री माइजू त आफ्ना साना ती ननी बाबुहरूलाई पालन पोषण गर्नको निम्ति दिनभरि मजदुरी गरेर आफ्नो जीवन बिताउन विवश छिन् बाबु। त्यसैले त्यो कविताले तिम्रो पक्षमा, तिम्रो फेभरमा कहिल्यै पनि काम गर्दैन। यी मुठ्ठीभर शासक वर्गको पक्षमा त्यो शब्दहरूले, ती वाक्यांशहरूले प्रतिनिधित्व गरेका छन्। त्यसैले बाबु, तिमीलाई थाहा छैन त्यो कविताले के भनेको छ। तिमीले शिक्षक शिक्षिकालाई जे पढाउँछन् त्यही तिमीले रटेर पढ्ने गर्दछौ। मामा आए घोडा, माइजू आइन् डोली, पापा लाइन सोली। बाबु, त्यो सोलीभरि पापा र रोटी ल्याउने त्यो औकात तिम्रो माइजूमा कहाँ छ र तिम्रो मामा घरमा कहाँ छ र? तिम्रो मामा र माइजूको जिन्दगी त एउटा गुन्द्रुक र सिन्कीको झोल खाएर बिताउनु परेको छ। एक छाक सिस्नु खानको निम्ति कयौँ दिनहरूमा मेहनत र परिश्रम गरेर पनि उनीहरूलाई पुगेको छैन। तिम्रो मामा माइजूले तिमीलाई डोली भरि, त्यो सोलीभरि तिमीलाई रोटी मिष्ठान्नहरू ल्याउने त्यो स्टेटस छैन, त्यो औकात छैन। तर पनि तिमीले त्यो कवितालाई बाध्य भएर पढ्नु परेको छ बाबु। यहाँको शैक्षिक व्यवस्था, यहाँको शैक्षिक अक्षरहरू, वाक्यांशहरूले तिम्रो सरासर विरुद्धमा काम गरिरहेका छन् तापनि तिमीले पढ्न बाध्य भएका छौ। यहाँको शैक्षिक व्यवस्था, यहाँको पाठ्यक्रमले कहिल्यै पनि तिम्रो कल्याणकारी त्यो कदम चालेको छैन। त्यसैले काफलगढी खाने ल्याइदिने तिम्रो मामा माइजूसँग समय छैन, किनकि आफ्नो जिन्दगीलाई सिँगार्दा सिँगार्दै, जिन्दगीमा आफ्नो सानो झुपडीलाई सुधार्दा सुधार्दै एक पल विश्राम गर्ने समय कहाँ छ र बाबु तिम्रा मामा माइजूहरूको? त्यसैले यो कविता तिम्रो पक्षमा छैन बाबु। यहाँको शासक वर्गको पक्षमा लेखेको कवितालाई तिमीले पढेर कुनै अर्थ छैन।
त्यसैले यो कविता तिम्रो विरुद्धमा यहाँका हजारौं दुःख र कष्टको घेरामुनि बसेका ती बालबच्चाहरूको विरुद्धमा छ। त्यसैले तिमीले त्यो कवितालाई त्यति गम्भीर भएर पढ्नुपर्ने आवश्यकता छैन, किनकि त्यो कविताले तिम्रो परिस्थितिको विरुद्धमा, तिम्रो परिवेशको विरुद्धमा, तिम्रो गरिबीको विरुद्धमा, तिम्रो दयनीयताको विरुद्धमा बोलिरहेको छ। त्यसैले म तिमीलाई यो आह्वान गर्न चाहन्छु, त्यो कविता अब तिम्रो पक्षमा रचिनुपर्छ। तिम्रो त्यो दुखिया जिन्दगी, तिम्रो गरिबीको जिन्दगी, तिम्रो आर्थिक दयनीयताको प्रकाष्ठमा पुगेका शब्दहरूले त्यो कविता रचिएको हुनुपर्छ र ती शब्दहरूलाई स्वीकार्नुपर्छ। त्यसैले बाबु, अब तिमीले त्यो कविता छोडिदेऊ। तिम्रो पक्षमा ती अक्षरहरू निर्माण गर्नुपर्छ, ती साहित्यहरू निर्माण गर्नुपर्छ र त कविताहरू निर्माण गर्नुपर्छ। तब मात्र तिमी जस्ता हजारौं बालबच्चाहरूको कल्याण हुनेछ।